नाइस हामीले जित्यौँ इज द बेस्ट त रोनाल्डो होइन Messi. Yo. Life, baby. Till you lose it all and don't give in. When in love like we're rolling, got you falling on my skin. Take your chance, this is it. Hi guys, welcome back to the vlog. So as again Tuesday not Monday. So last Tuesday चाहिँ मेरो काम परेर म क्रिकेट खेल्न गइनँ र यो ट्युसडे आइ एम अलरेडी गेटिङ लेट होइन बिकज गेम चाहिँ 7-8 बजेबाट हुनुपर्ने हो म 9 बजेसम्म घरमै छु र म आज बाइकमा जाँदैछु के सो इट्स गोना टेक मी लाइक 30 मिनट टु रिच द होइन अनि पहिला ग्राउन्ड भन्दा अलि यति ग्राउन्ड छ कोरोना पार्कमा छ फर्स्टमा हिजो अलि मजाले पानी पऱ्यो के सो नर्मल ग्राउन्ड पुरै वेट भयो होला अनि त्यसैले आज चाहिँ हामी फुटबलको जुन म्याच हुन्छ नि त्यसमा खेल्नेछौँ यताको बाटो ब्लक रहेछ सो लेट मी गो थ्रु द अदर वे ट्राफिक रहेछ यतातिर Life, baby. Till you lose it all and don't give in. When in love like we're rolling, got you falling on my skin. र आज मैले हेलमेट लगाएको छु आज होइन म लगभग एभ्रिडे नै हेलमेट लगाउँछु कहिलेकाहीँ मात्र नलाउने कज लाइक अहिले नयाँ नियम लाग्छ कि इभन बाइक चलाउँदा पनि र यो मोटर बाइक होस् या बाइसाइकल होस् या स्कुटी होस् हेलमेट चाहिँ कम्पलसरी हुनुपर्छ अदरवाइज ठाउँको ठाउँ खै $100 हो कि $200 फाइन तिर्दो रहेछ कि आई मिन फाइन तिराउँदो रहेछ पुलिसले सो आई डोन्ट वान्ट पे द्याट मनी त्यसैले हेलमेट लगाएर अब हुन त आफ्नो प्रोटेक्सनको लागि पनि हो तर पनि यहाँ त बाइक लेन हुन्छ नट लाइक बाइक लेन हुन्छ त्यस्तो कम्पलसरी त त्यस्तो हुँदैन तर पनि अब नियम भएपछि त गर्नै पऱ्यो लाउनै पऱ्यो अनि इट्स नट ओन्ली एउटा नियम क्या इट्स फर द सेफ्टी अफ द राइडर क्या त्यसैले त्यो गर्नु पऱ्यो अहिले पनि हल्का हल्का ड्रिजलिङ भइरहेछ क्या पानी परिरहेछ तर नट सो ब्याडली तर यो ड्रिजलिङ पनि 10 मैले अघि हुँदै चाहिँ गरेको 10-15 मिनटमा सकिँदो रहेछ एन्ड मलाई अब त्यो पार्कमा जानलाई अलमोस्ट कति मिनट लाग्छ भन्दाखेरि 10-20-25 मिनट लाग्छ होइन सो 25 मिनट अब म त्यहीँ जान्छु यो बाटो अलिक कुनै ठाउँ खाडाङ खुडुङ छ क्या त्यसैले म क्यामेरा अफ गर्छु क्यामेरा चाहिँ खल्तीमा हाल्छु नभए आई डोन्ट वान्ट लुज द्याट क्यामेरा होइन फेरि कसै भने फेरि गयो नि Okay guys, so see you on the way. Guys, so म on the way छु होइन अझै यहाँबाट 20 मिनट लाग्छ एन्ड तपाईँले यो बाटो अलिक फुटेको टुटेको हेर्न सक्नुहुन्छ क्या मेरो एउटा साथी छ होइन धिरु उसले नि अस्ति भन्दै थियो के हो तेरो युएसएमा त बाटोहरू पुरै फुट्या छ त नेपाल जस्तै भनेर अनि उसलाई म भन्छु अब एउटा कुरा फर्स्ट अफ अल त मेरो युएसए होइन र अर्को कुरा यहाँ बाटो लाइक एभ्री सिजन नै त्यस्तो हुन्छ क्या फुटेको हुन्छ र एभ्री सिजन नै यहाँ कन्स्ट्रक्सन चलिरहेको हुन्छ कि सो द्याट यहाँको कन्स्ट्रक्सन बिजनेस पनि लाइक जहिलेको लागि पनि एउटा राम्रो बिजनेस नै हो होइन जतिखेर पनि चलिरहन्छ र बाटो मुनि यहाँ अब ग्यासको पाइप छ पानीको पाइप छ इन्टरनेट पाइप छ आई मिन सबै कुरा छ कि अब फर्स्टमा अब जस्तै ग्यासवाला आयो ग्यासले तोड्यो बनायो त्यसपछि अर्को अब पानीको प्रब्लम भयो पानीको मान्छे आयो फोडायो बनायो फेरि त्यसपछि रिकभर गरिदियो त्यसपछि अब अर्को इन्टरनेटको आउँछ हुन त इन्टरनेटको हुन्छ के भन्छ ठाउँमा आई डोन्ट नो त्यो के मेन होल भन्छ क्या त्यो हुन्छ तर पनि अब तिनीहरू कतै तिनीहरूले नै फुटाउनु पऱ्यो तिनीहरू नै आउँछ फुटाउँछ सो यहाँ हरेक बाटोमा नै एभ्री टाइम नै हेर्छु कि कन्स्ट्रक्सन चलिरहेकै हुन्छ कि अनि मलाई सुरुमा लाग्थ्यो कि नेपालमा चाहिँ केही कुराहरू अलिक टाइम लाग्यो भने हामी विरोध गर्छौँ तर युएसएमा चाहिँ किन यति टाइम लगाउँदो रहेछ भनेर के सो यसको रिजन यो होइन कि उनीहरूले टाइम लगाउँदो रहेछ कि यसको रिजन यो हो कि डिफ्रेन्ट डिपार्टमेन्टले चाहिँ डिफ्रेन्ट टाइममा चाहिँ त्यो रिकन्स्ट्रक्सन गरिरहेको हुन्छ कि सो अब कसैलाई 1 हप्ता लाग्यो भने अब 3 हप्ता यतिकै लाग्यो 3 डिपार्टमेन्टलाई अब योभन्दा नि बढी डिपार्टमेन्ट छ 4-5 हप्ता अब कुनै बेला उसको हुन्छ नि के भन्छ
त्यो ढलहरूको अब त्यसको पनि समस्या हुन्छ अनि त्यो पनि फुटाउँछ त्यो फेरि कति दिनसम्म चल्छ त्यसपछि कुनै एउटा कन्स्ट्रक्सनै गर्नुपर्छ त्यसको पनि कति दिनसम्म चल्छ सो यहाँ लाइक प्रायः जस्तो टाइम नि कन्स्ट्रक्सन चलिरहन्छ कि द्याट्स वाइ आई थिङ्क कि यहाँको नि त्यो बिल्डरहरू कन्स्ट्रक्टरहरू जस्तो कम्पनी छ नि दे मेक अ गुड अमाउन्ट अफ मनी क्या सो आजको गेम चाहिँ आई डोन्ट नो स्टार्ट भइसकेको छ कि छैन तर मलाई जहाँसम्म लाग्छ स्टार्ट भइसक्यो होला एन्ड आई एम अलरेडी लेट गएर म अझै खान्छु नै तर केही छैन बाहना बनाइदिन्छु नि बिदा मलाई कसैले लिन आएन म यतिको वेट गरिरहेको थिएँ भनेर अनि एट द इन्ड बाइक पनि चार्ज थिएन अनि त्यसैले एकछिन चार्ज गरेर आएको भनेर भनिदिन्छु म खासमा भन्नुपर्दाखेरि मेरो बाइक पनि चार्ज थिएन कि तर अर्को ब्याट्री चाहिँ मैले चार्ज गरेर राखेको थिएँ कि अनि त्यसपछि त्यही ब्याट्री गएँ बाइकमा चेन्ज गरेँ अनि त्यो नयाँ ब्याट्री चाहिँ लगाएर आएको गाडी चाहिँ एकदम लाइक दुईटै साइडमा गाडीको पार्क एनी टाइम फुल नै हुन्छ कि पार्किङ तर पनि यहाँ यो नेबरहुड मलाई क्लिन लाग्छ शान्त लाग्छ प्लसमा मेबी यो पार्कको नजिक भएर पनि होला सायद मलाई राम्रो लाग्यो एन्ड लास्ट टाइम म आउँदाखेरि यहाँ पनि एउटा कन्स्ट्रक्सन चल्दै थियो कि अगाडि अझै पनि त्यहाँ कन्स्ट्रक्सन चलिरहेको छ कि त्यो फिनिस भइसक्यो सो अघि मैले फेरि वेदर हेरेको क्या 10 बजी फेरि पानी देखाइरहेको छ तर इट्स ओन्ली 40%। हामी खेलिरहेको बेला एटलिस्ट 2-3 बजीसम्म चाहिँ पानी नपर्दियो हुन्थ्यो क्या 2-3 बजेपछि पऱ्यो चाहिँ लगभग 2टा गेम अथवा 3टा गेम खेल्न पाइन्छ नि ग्राउन्डमा नै गऱ्यो भने चाहिँ ग्राउन्ड कतिको भिजेको रहेछ हुन त म्याटमा खेल्छौँ क्या नै तर पनि पानी पऱ्यो त्यो सुक्या छ कि छैन त्यसमा डिपेन्ड गर्छ।
रहेछ सो नत्र अस्ति नि बाटो पनि ब्लक हुन्थ्यो म त साइड वकबाट जानु पर्थ्यो कि तर त्यो फिनिस भएछ अगाडि पनि बाटो बन्दै थियो त्यो पनि सायद लास्ट हप्ता त नै फिनिस भइसकेको थियो सो यहाँ चाहिँ के भन्छ कुनै पनि देशमा के मैले के पढेको थिएँ भन्दाखेरि कुनै पनि देशको सबभन्दा बढी खर्च गर्ने इन्स्टिट्युसन अथवा के भन्छ लाइक सबभन्दा बढी खर्च गर्ने मान्छे चाहिँ को भन्दाखेरि नि त्यो देशको गभर्मेन्ट हुँदो रहेछ क्या सो यदि कुनै पनि बिजनेस स्टार्ट गर्नु छ भने त्यो गभर्मेन्टसँग एसोसिएट भएर अथवा गभर्मेन्टको नि त्यो काम गर्ने कि त्यो गर्दाखेरि चाहिँ मोस्ट प्रफिटेबल हुँदो रहेछ क्या किनभने जस्तै अब इन्डियातिर पनि हेरौँ कि अब धेरै प्रफिटेबल हुने भनेको भन्दाखेरि त्यो गौतम अडानी अथवा अब मुकेश अम्बानीको त आइरहनु त्यसको गभर्मेन्टसँग कतिको एसोसिएट छ तर पनि प्रायः जस्तो बिजनेसम्यानहरू चाहिँ गभर्मेन्टको त टेन्डर लिने गभर्मेन्टको काम गर्ने त्यहाँबाट त एकदमै मिलियन्स अफ डलर बिलियन्स अफ नट बिलियन बिलियनै हुनसक्छ बिलियन्स अफ डलरको फन्ड आउँछ नि त अनि त्यसैले उनीहरू अलिक बढी प्रफिटेबल हुँदो रहेछ क्या फर इक्जाम्पल यहाँ पनि इलन मस्क हेरौँ जस्तै यो स्पेस एक्सले पनि त गभर्मेन्टको कति कुराहरू लिएको नि त कामहरू त्यसले गर्दाखेरि चाहिँ यहाँ बिलियन्स अफ डलर आउँदो रहेछ एउटा कम्पनीमा जस्तै त्यसपछि त्यो एन्थ्रोपीको पनि त्यही हाल्थ्यो एन्थ्रोपीले पनि कति 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 लिएको सेट रोजदाले कल गर्नुभयो एमसी हेलो हजुर दाइ कहाँ हुनुहुन्छ म अलमोस्ट ए ओके दाइ ओके दाइ दस सो सुरज दाइले कल गर्नुभयो कहाँ छ भनेर म त अब अलमोस्ट आइसकेको थिएँ यो फुलपारी उता पार्कपछि पार्कभन्दा अलिक बिचमा छ कि त्यो ग्राउन्ड दिस इज द कोरोना पार्क होइन म पहिला यहाँ आउँदाखेरि नि कोरोना पार्क सुन्थेँ कि नाम अनि मलाई लाग्थ्यो कि यो कोरोना भाइरस पछिको नाम हो क्या भनेर कि तर त्यो होइन रहेछ कोरोना पार्क चाहिँ अब आई डोन्ट नो एक्ज्याक्टली कहिले यसको नाम भएको अथवा यो पार्क कहिले बनेको हो तर यो कोभिड-19 कोरोना भाइरस चाहिँ त्योभन्दा अगाडिदेखि यसको नाम रहेछ कि तर मलाई चाहिँ यस्तो लाग्थ्यो कि यो आफ्टर कोभिड चाहिँ यसको नाम कोरोना राख्यो होला भनेर तर यसको नाम चाहिँ फ्लसिङ कोरोना मिडो पार्क भन्ने छ कि एन्ड यहाँ चाहिँ अब आई मिन यहाँ ग्राउन्डहरू पनि ठुलो छ प्लसमा कोर्टहरू नै छ लाइक उसको लागि टेनिसको लागि फुटबलको लागि पनि छ फिल्ड त्यस्तै यहाँ पिकनिक स्पट नै राम्रो छ लाइक ठाउँहरू म लाइक धेरै नै नेपाली सोसाइटीहरूको पिकनिकहरू म हेर्छु कि उनीहरू यहाँ आएर अब पिकनिक गरेर कता कुनै पनि प्रोग्रामहरू गर्नु पऱ्यो अथवा होली सेलिब्रेट गर्नु पऱ्यो भने तिनीहरू चाहिँ यतै आउँदो रहेछन् क्या सेलिब्रेट गर्नलाई अनि त्यसपछि चाहिँ उता पारि चाहिँ म देखाउँछु कोरोना लाइब्रेरी पनि छ कोरोना अडिटोरियम पनि छ हामी थिएटर भन्ने अनि त्यसपछि कोरोना थिएटर हो कि फ्लसिङ थिएटर हो आई थिङ्क फ्लसिङ थिएटर हो सायद त्यो पनि रहेछ प्लसमा यता फुटबल ग्राउन्ड होइन फुटबल ग्राउन्ड त टन्नै रहेछ यतातिर इभन म अहिले नि भन्छु कि त्यहाँको अलमोस्ट सबै ग्राउन्डहरू पनि प्याक हुन्छ क्या फुटबलको लागि किनभने यहाँ त अब फुटबलको क्रेज छ नि त प्लसमा अहिले अब यो वर्ल्ड कपको सिजन चाहिँ कोरोना पार्कको ग्लोब हो होइन आई मिन अब यो के भन्नु एउटा सिम्बल यो कोरोना पार्कको यहाँ पनि प्रायः जस्तो टाइममा हेर्छु टुरिस्टहरू आइरहेकै हुन्छ यहाँ घर नजिक हुनेहरूलाई फाइदा रहेछ कि मैले आयो जगिङ गऱ्यो रनिङ गऱ्यो एक्सर्साइज गऱ्यो अनि तर मलाई जहाँसम्म लाग्छ यो नजिकको त रेन्टहरू पनि एकदम महँगो होला कि यो छेउछाउको तर अलि एक दुई ब्लक अझै भित्र गयो भने चाहिँ सस्तो पर्छ होला सो गाइस मलाई यहाँ आउनु ठ्याक्कै 30 मिनट लाग्यो म 9:11 निस्केको थिएँ एन्ड अहिले 9:41 भइरहेछ भाइहरू सायद त्यो ग्राउन्डमा खेल्दै हुनुहुन्छ कि एमसी एन्ड गाइस यहाँ हेर्नु यिनीहरू सबै खेलिरहेछ केटाहरू यहाँ चाहिँ फुटबल भन्दैन क्या यहाँ चाहिँ सक्कर भन्दो रहेछ किनभने यहाँ अब प्रायः सब यो स्पेनिसहरू हुन्छ कि स्पेनिसहरू भनेको यो
यो ल्याटिन अमेरिकाहरू अथवा सेन्ट्रल अमेरिका कन्ट्रिजहरूको उयोहरू कुन ग्राउन्डमा हो र दाइहरू खै मैले देखिनँ त। अनि यहाँ चाहिँ फुटबल भन्दा पनि सकर भन्दो रहेछ क्या। इभन मैले मिस्टर बिस्टको ऊ हेरेको थिएँ क्या, एउटा ट्विट हेरेको थिएँ। उसले के भनेको थियो भन्दाखेरि यसपालि युएसले त्यो वर्ल्ड कप जित्यो भने चाहिँ अब फुटबलको नाम चाहिँ अफिसियली सकर नै राख्दैन भनेर के। तर जहाँसम्म लाग्छ जित्दैन होला, अर्जेन्टिना लग्छ कि जस्तो लाग्छ। अब आई डोन्ट नो, म त्यति फुटबल फलो गर्दिनँ, तर पनि अहिले लुकिङ द प्रेजेन्ट सिनारियो हेर्दाखेरि यस्तै लागिरहेछ कि अर्जेन्टिना लग्छ। तर यो कुरा मैले सुरज दाईले भन्यो भने फेरि सुरज दाईको छाती फुल्छ होला अर्जेन्टिना भन्यो भने। म त गएर रोनाल्डो भन्छु भाइ पोर्चुगलले जित्छ भनेर, अथवा सबैले जित्छ तर अर्जेन्टिना जित्दैन भनेर। सो दाईहरू त्यहाँ आइसक्नु भएको छ, धेरैजना चाहिँ हुनुहुन्न जस्तो छ, जम्मा 12-13जना छ। तर हेर्सी अब साइकल कहाँबाट लगाउँ, ल्याएर लगाउनु पर्ने। सो यहाँ दाईहरू आइसक्नु भएको छ।